यो वर्षको शुभकामना सबैलाई, नेपालवासी विदेशमा जानुभएका हाम्रा आदरणीय नेपाली जवानहरूलाई यो वर्ष नयाँ वर्ष अङ्ग्रेजी वर्षको शुभकामना म भन्न चाहन्छु। अनि साथसाथै म एउटा प्रभुको थोरै प्रचार गर्न चाहन्छु। हामी बाइबल र प्रभु येशूको दास भएको कारणले, हामी एउटा विश्वासी भएको कारणले, हामी एउटा प्रचारक, हामी हरेक माध्यमबाट प्रचार गर्न हामी सक्छौँ। जुन संसारमा 2000 वर्ष पहिले आउनुभएको हाम्रो येशू ख्रीष्ट, जो पापीहरूको उद्धार गर्न आउनुभएको प्रभु येशू ख्रीष्ट, उहाँ संसारमा आउनुभएको थियो। उहाँले हाम्रो पाप उठाउनको लागि, हाम्रो अधर्मलाई र एकै बलिमा समाप्त गर्नका लागि उहाँ आउनुभएको थियो। अनि त्यसकारण हामी उहाँमा विश्वास गरौँ र उहाँमा अनन्त जीवन छ। यूहन्ना 14:6 अनुसार बाटो, सत्य अनि जीवन म नै हुँ भनेर प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ। परमेश्वर बाहेक अर्को कुनै बाटो छैन मुक्तिको। परमेश्वर येशू ख्रीष्ट बाहेक कुनै त्यस्तो माध्यमै बनिएको छैन। हाम्रो धर्म, कर्म र हाम्रो परित्याग र हाम्रो कुनै तपस्याले हामी स्वर्ग प्राप्त, शान्ति प्राप्त र मरेपछिको आत्मा प्राप्त गर्न सक्दैनौँ। प्रभु येशूमा विश्वास गर्नेले मात्र त्यो प्राप्त गर्नेछ। आज यो वर्षमा धेरै आत्मा बाँचुन् भन्ने म प्रार्थना पनि गर्छु, नेपालीभाषी र नेपालमा पनि। त्यसकारणले उहाँले अद्भुत चङ्गाइ पार्नुहुन्छ, आत्मिक चङ्गाइ, शारीरिक चङ्गाइ। उहाँमा विश्वास गर्नेलाई परमेश्वरले धेरै माया, दया देखाउनुहुन्छ। धन्यवाद। यो वचन, यो प्रचार सुन्नुभएको लागि कृपया मलाई माफ गर्नुहोला। कसैको धर्मलाई मैले हुच्याएर म धर्मको प्रचार गर्न खोजेको होइन। प्रभु येशूको मुक्तिको प्रचार मैले गरेको। हामी धर्ममा भन्दा पनि हामी प्रभु येशू ख्रीष्टलाई मान्छौँ। धर्म भनेको एउटा दैनिक गरिने कार्य हो, जुन काम। हामी सबैको धर्म एउटै हो, जुन काम कार्य र आस्था फरक भए तापनि, म येशू ख्रीष्टमा विश्वासी भए तापनि, तर सबैलाई म प्रेम गर्छु, किनकि परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ, कसैको मतभेद गर्नु हुँदैन। त्यसकारणले आजै बाइबल किनौँ, परमेश्वरको वचनलाई पछ्याएर अनन्त जीवनको भागीदार बनौँ। जय मसीह।